22 मा कन्टिन्यू जाँदैछौँ। गन्तव्य अहिले चाहिँ हाम्रो लुटन एयरपोर्ट। सर दाइले हामीलाई छुट दिनुभएको छ, पालोको पैसा भने जस्तै मिलाएर। पुरै ठिक छ। हामी अब तिमी हुन त राम्रै छ, तर अँध्यारोले गर्दाखेरि तस्बिर केही आएन। ठिकै छ अब है त, एकदम होलिडे मुड अब अन हो पुरै हाम्रो, पुरै अन हो। लगभग हाम्रो 14 मिनट हामी एयरपोर्ट पुग्छौँ। सर 14 मिनट लाग्छ। घरका इजिएट कुन चाहिँ हो हाम्रो अब ठिक छ। ठ्याक्क एयरपोर्टतिर जाँदै अब मस्त घाम यहाँ देखिँदैन है, कस्तो दामी घाम देखिन्छ यहाँ। लुटन एयरपोर्ट अब बिस्तारै हराउँछ है बढी। त्यो मामाहरू चाहिँ भान्जाहरूको लागि बसेर हिँड्थ्यो। दसैँ आएको त टिका लाउन हुन्थ्यो, सोझेको दुख्नु परेको छ मिल्दैन। पुगेर हामी सँगै आएको सँगै जाने होइन फेरि यही पर्छ अब। अनि अब दाइहरू सिसेट जाने भन्छन्, वेदर त बाहिर त लिफै छ त बढी। एनी भयो कस्तो अब अल गुड छ बढी। यसलाई ब्याग हाम्रो 3टा देखेर छिर्दैन जस्तो लाग्यो। त्यो मारेर गुन्द्रुक खुवाउँदा स्टाइलमा, नेपाली स्टाइलमा हामी देख्नु छक्क परेर दिन्छ। बुढी के चलाउँदैछ फोन, मान्छे आउने क्रम जारी छ। गेम डाउनलोड गरेको हेडफोन चाहिँ सल्लाह माथि सुटकेसमा हालिदिन्छ। हिजोको उसको त्यो कानमा लाउनु रहेछ, फेरि मेरोमा मेरो भिआइपी खालको फोन पऱ्यो, मिलेन। अब त मेरो किताब हुनु थियो, किताब पढाएको कति पढेको ओरिजिनल मोरिएर सुनिसक्यो। अलिअलि पढाएर अब देख्न थाल। ठिक छ, बुढी आइपुग्यो। यसको ल भव्य र सभ्य तरिकाले आउँदो रहेछ। यहाँ चाहिँ छिटो छिटो नगरेर माथिलाई
के साह्रो गरेँ म त भेस्ट भन्नु कि क्या बुढी भने वान भाइ कोरिडोर रहेछ ठिक छ यो तर हराइ एक्लै तिमी पुरा त जोगीले हामीले खाना एक्जिट यहाँबाट के गर्नु छ हो आउट पहिले हो आउट होइन न ऊ म त के गर्नु बुढीलाई 2 शब्द भन्दै त 2 शब्द भन्दै त तर 2 शब्द बाहेक है कस्तो बहन कुरा गरौँ तिमीले अरे बस्कर पग्ली हुँलाएगे क्या भने जस्तो नि यो यार ओ हेलो एकछिन एउटा ल होइन वे आउट अनि 1 स्टेज अप अनि एक्जिट 5 1 स्टेज डाउन अनि किप गोइङ यु विल सी 4-5 घन्टा ए बस स्टेसनमा एनिवेयर जो तिनीहरू कहाँ हाम्रो ट्रान्सपोर्ट बुक गरेको थियो ए यहाँ बुझिहाल्छ नि ट्रान्सपोर्ट बुक गरेको जाँदैछौँ बुढी हामीले बस्न जाँदै हो भन्ने कस्तो जाने त्यस्तै जग्गा नि दर्पण छाया कहिले धाम कहिले पनि सोध्नु त पर्नु भएर यो हो कि होइन फेरि हेर ल ल ल ल बुझ्नु ल नि बसेको टाढीका बोटहरू सिस्टममा आइपुग्यो बस 91 ए बुढी ऊ सिस्टम आइपुग्यो अब चाहिँ ठ्याक्क हामी अब जाँदैछौँ कार चल्ने हो होइन त्यसलाई भएर पनि म यहाँ सबै यो राइडहरू चाहिन्छु है ल ल पढेर हेर्छु नि हामी ठिक छौँ बुढी हाइपर दिनु त्यो एक्सप्रेस रहेछ त एक्सप्रेस त महँगो हुन्छ अरू कहाँ छ बुझौँ न त्यो पनि ठक्क यो पुरै हाइपर जुन माथबाट लिएर आयो नेपालीको पोस्टर पनि एउटा माथि दिन्छ बुढीको चाहिँ मस्त बसेर खाँदैछौँ त्यहाँ आइसकेको छ बुढीको त्यस्तै छ ल घाउ त लागेको छैन बुढी बुढी हाइपर दिनु मार्केट मैले एउटा त किनेर भर्खरै साथीको भर्खरै एउटा किनेको अर्को उता पर रहेछ ठुलो त्यसपछि 10 मिनट तिम्रो भएर तिम्रो भेजिन्छ नपाएर फेरि अनि के गर्छ बेलुका चाहिँ निस्किला नि त है ठिक छ अल गुड अल गुड ल अहिले बुढी थाकिरहेको रहेछ यसो फिर्दै अब सामान प्याकमै बोकेर आएको छु त्यही लिएर जानु पर्यो भनेर होइन माहौल गजब यार घाममा रमाइलो यो ब्यान्डिडो आइपुग्यो होइन अगाडिको माहौल एकदमै राम्रो छ पुरा यो के भन्छ क्लासिक हो यार यो राम्रो मलाई राम्रो लाग्यो अब सबै भएको त्यो सबैले गर्दाखेरि चाहिँ अब I'm not taking a picture, don't worry, okay? Don't worry. त्यो हिसाबले गर्दाखेरि पुरै
कासिनो यो चाहिँ कासिनो रहेछ कासिनो त्यहाँ अगाडिको माहौल यस्तो छ यो के त सप ग्रान्ड क्यानेडियन यहाँ चाहिँ गिफ्ट्सहरू पाउने ठाउँ होइन त्यो हिसाबले गर्दाखेरि म्याकडोनल्ड्स भनेपछि अब यतै वरिपरि चाहिँ हाम्रो नेपाली रेस्टुरेन्ट टिफिन के टिफिन स्टोर रहेछ कहाँ हो त अब यहाँ कसको म्याच हो आज होला त माहौल त बढिया छ तर माहौल बढिया छ यो फुटबलको माहौल होला पनि यहाँको माहौल बढिया छ एकदम यताबाट आयो होइन उता चढ्ने ठाउँ चाहिँ होटल त्यही हो तर यो बन्द छ क्या त्यही भएर सर अन्त घुमेर जानुपर्ने रहेछ तर मैले नयाँ बाटो पत्ता लगाएँ त्यही भित्रबाट टक्क रहेछ अलि म खिचेर पर्छ लगाएँ आँखामा कालो चस्मा आँखामा कालो चस्मा टकमा मतलब डेलिभरी बोय भयो कि के हो त्यो सातो पायो दिनमा खान्छ हामी जाने वालको ठिक छ थोड़ी फोटो मर्निङ त्यो कति ब्रेकफास्ट छ बुढीको खानेकुरा के छ बुढी तर यो सेकेन्ड लट दुईवटा या फेरि गइसक्यो डाउन कता अनि कुकिङ सही हो हामीहरू खाइसकेर चाहिँ हरियाली ठाउँमा यसो तपस्या गर्न आएको छु फाउन्टेन बुढी त्यसो पछाडि जानु नि त त्यहाँनिर के हो त्यो ए बुढी तिमीलाई त्यो ऊ के अरे मेडिटेसन गर्नु छ भनेदेखि त्यहाँ पल्टी कसेर बस्ने अनि ध्यान गर्ने पुरा हामी बाहिर त्यो बराली रहेछ बराली हामी घुम्न आएको बुढी घुम्दै एकपल्ट घुम्दै बास हामी घुम्न आएको घुमिसक्यो होइन जाने हो त्यो
भइरहेको त हो त अनि कासा के त्यो माथि लेखेको त्यो टुप्पो लेखेको itu kira sih beli itu papa pintar mau kita boleh kayaknya kita ini sudah ini Indian ini pra यसो भिडियो गर्दै हिँड्दैछ नि त अनि काहीले त्यो अब इलिगल भनेर गर्नु भने अनि गन्तव्यमा रिभ्यू भने चाहिँ हाम्रो ट्रेकिङ गरेपछि इलिगल गन्तव्य भनेको छोराको हेर्दैन तर यो तपाईँको टपमा चाहिँ सबै यो ऊ रहेछ क्या यो रेस्टुरेन्टहरू बारहरू है एयरसम्म जाने हो गिफ्ट पनि छैन अनि खाने टिकट निकाल्ने भन्दैछ किन खाइरहेको किन दुःख गर्नु ए हिजो सिधा आएको त नि यिनीहरू खा ए त्यो स्पेलिङ रट Hypertino Express Supermarket tuh. Ya bener क्या? हाँ? क्या है देखो? तर माहौल अच्छी है मैं यार. ए बड़ी भरे हेर यसरी पार गर्नु भन्दा पनि यहाँ कुनै सोच नि पुलिस सिधा चल्यो भनेदेखि त्यो माथि त हाम्रो त परेन हौ कतै त अलि परायो भने त सिधै बाटो पऱ्यो नि त लिस्टमा चढेर जानु परेन नि त बुढी आउँछ मैले जाने अब घुम्दै बुढी अनि घुम्न आफ्नो एकपल्ट घुम्दै घुम्दै त बुढी घुम्दै यस अनि घुम्न आएको